गरेका थियौँ। सुदन गुरुङ के अरे न्याय नपाए हाम्रो सुदन गुरुङले चाहिँ गोर्खाको छोरो पाएको छ। उहाँले चाहिँ पक्कै पनि पृथ्वीनारायण शाहले यो देशलाई एकीकरण गर्नलाई त्यहाँबाट उठ्नु भएको थियो। उहाँले न्यायको सुरुवात गोर्खाबाटै गर्नुभएको छ र म छिमेकी जिल्ला त्यही धादिङको छोरी आज 2 वर्षदेखि सडक माइती घरमा बसिरहेको छु। गोर्खाको छोराले मलाई न्याय दिनुहुन्छ। म पूर्ण विश्वस्त छु नवगठित सरकार बालेन शाह पुस्तान्तरणको लडाई र म यो चुनावमा यही करप्सनको बारेमा होमिएर एउटा क्यान्डिडेट पनि हो भक्तपुर 2 नम्बर क्षेत्रमा। त्यो अपराधीलाई हामीले जनताबाट लडाइसकेका छौँ। अब प्रहरी प्रशासनले कठाला समातेर ल्याउँछ भन्ने मैले पूर्ण विश्वास गरेको छु। तपाईको जाहेरी दर्ता भयो? जाहेरी दर्ता त अस्ति नै पनि भएको थियो। आज पनि प्रहरीकोबाट चाहिँ भएर सरकारी वकिलमा आएको छ। अब पक्राउ अदालत जानुभएको छ। पक्राउ चाहिँ आउँछ आउँदैन मलाई थाहा छैन। तपाईले चाहिँ निवेदन मात्रै न्याय नपाउने कारणै छैन। 2000 भन्दा बढी तपाईले चाहिँ निवेदन मात्रै दर्ता गर्नुभयो, जाहेरी दर्ता भएन भनेर तपाईहरु हेर्नुस् न त ल मसँग अर्को ओसी कपी छ। ओसी कपी छ तपाईहरु हेर्नुस् यो के हो हैन। तपाईहरु यहाँ हेर्नुस् यो पूरक जाहेरी हो ल। क्यामेरामा माथि अलि माथि जाहेरी नेपाली पनामा लिएर आएको जाहेरी हो यो है साथी। यही जाहेरी मसँग ओसी कपी छ। यही कपी हो। अब हेरौँ मलाई आशा छ गोर्खाको छोराले मलाई पक्कै न्याय दिनुहुन्छ। मलाई हेरेर न्याय दिने होइन सयौं प्रमाण तपाईहरुको मिडियाबाट यत्र तत्र छरिएको छ। म यसपछि समाउन नसक्ने किन र कसरी भन्ने कुरा हामीलाई लिखित जवाब चाहिन्छ। सरकारी वकिलको प्रमुखलाई मैले भनिसकेको छु तपाईँ नेकपा एमालेको कार्यालयमा गएर बस्नुहोस्। यो जनताले न्याय पाउने ठाउँ हो। जनतालाई न्याय दिन बस्नुपर्छ नेकपा एमालेको पक्ष पोषण गर्नको लागि होइन भनेर उहाँसँग मेरो टसल परिसकेको छ र उहाँहरू फाइल लिएर जानुभएको छ।